आज फेरि बाँकी रहेको पार्ट 3 मा आइएको छ अल्जेब्रिक फ्र्याक्सनको सिम्प्लिफाईको एक्सरसाइज 8.1 को अहिले हामी क्वेसन नम्बर ड अगाडिको भिडियोमा हेर्न सकिन्छ। यो क्वेसनहरू अरूभन्दा अलिकति भिन्न छ। किन फरक छ र के फरक छ भन्दाखेरि अब यसमा न कमन छ, न फर्मुला जान्छ, न केही गर्न सकिन्छ। यसको लागि सबभन्दा एउटा फरक उपाय के छ भन्दाखेरि यो सम्झिनुपर्छ। एबिसी एक्सवाइजेड भए जस्तै सबभन्दा पहिला सुरुमा के आउँछ? ए आउँछ, त्यसपछि के आउँछ? बी आउँछ, त्यसपछि के आउँछ? सी आउँछ। हो यस्तै गरी एक्सवाइजेड बस्ने पहिला सुरुमा एक्स आउँछ, अनि वाइ आउँछ, अनि जेड आउँछ। यो एकदमै ख्याल गर्नुपर्ने कुरा हो है त। यो ख्याल गरिसकेपछि के हुन्छ भन्दा अब यहाँ हेरौँ हामीले यसको तलपट्टि पहिला सुरुमा ए माइनस बी छ। ए अगाडि छ, बी भन्दा अगाडि ए हुनुपर्छ, ठिक छ। यो ए माइनस सी, सी भन्दा अगाडि ए हुनुपर्ने हो, त्यो पनि ठिक छ। यसमा बी माइनस ए, बी भनेको त ए भन्दा अगाडि पछाडि हुनुपर्ने, तर यहाँ के भयो? अगाडि भयो। यसमा थोरै फल्ट छ एउटा कुरा। यो बी माइनस सी, सी भन्दा अगाडि बी छ, ठिक छ। यो सी माइनस बी, तर यो फरक भयो किन भन्दाखेरि बी माइनस सी हुनुपर्ने ठाउँमा यहाँ सी माइनस बी भनेपछि यहाँ फरक छ। सी माइनस ए, सी माइनस ए, तर यहाँ हुनुपर्ने के थियो? ए माइनस सी भनेपछि यहाँ पनि फरक छ। हामीले यस्तै यो अलि मैले यसो बुझ्नको लागि सिम्बलाइज गरेँ यी तीनवटा कुरा। यी तीन ठाउँ फरक रहेछ। अब यो तीन ठाउँ फरक रहेछ भने हामीले के ख्याल गर्ने त? पहिला सुरुमा यसलाई ठिक बनाउने के गर्ने? माइनस कमन लेख्ने। अनि अरू हामीले केही हेरेको छैनौँ है। अब यो तीनवटा मात्रै हेरेँ हामी। योमा के गऱ्यो हामीले? पहिला माइनस कमन लिग्यो। माइनस कमन लिए यस्तो हामीलाई थाहा छ। माइनस कमन लिएपछि यो माइनसमा छ भने यहाँ आउँदा प्लसमा हुन्छ, यो प्लसमा छ भने यहाँ आउँदा माइनसमा हुन्छ। हो यो भयो। अब यसमा पनि के गर्ने? यसमा पनि माइनस कमन लिने। यसमा माइनस कमन लिँदा के हुन्छ? बी प्लसमा हुने भयो, सी प्लसमा थियो माइनसमा भयो। यसमा पनि माइनस कमन लिग्यो। ए अगाडि आउँछ, सी पछाडि जान्छ। यो भइसक्यो। अब यो त जस्ताको तस्तै छ। यो के भयो? प्लस इन्टु माइनस के हो? माइनस हो। यहाँ ख्याल गर्नुपर्छ है। अब प्लस इन्टु माइनस के भयो? माइनस भयो। अब यहाँ माइनस इन्टु माइनस के हुने भयो? अलरेडी नै प्लस हुने भयो। माइनस इन्टु माइनस प्लस हुन्छ। प्लसमा प्लस गर्दा प्लस नै हुने भयो। त्यही भएर यहाँ साइन चेन्ज भएन। हामीले ख्याल गर्नुपर्ने कुरा यहाँ साइन चेन्ज भएन, तर यहाँ साइन चेन्ज भयो। के थियो? यहाँ पहिला प्लस थियो, प्लस इन्टु माइनस गर्दा माइनस भयो। अरू सबै ठिक छ। अब यो सबै भइसकेपछि अब एलसिएम लेख्नु पर्यो। एलसिएम लेख्ने के गर्ने त? पहिला ए माइनस बी हेर्ने। यसमा पनि ए माइनस बी छ, यसमा पनि ए माइनस बी छ भनेपछि दुईवटालाई एउटा लेखियो। ए माइनस सी, ए माइनस सी, ए माइनस सी लेखियो। अनि बी माइनस सी, बी माइनस सी, बी माइनस सी लेखियो। किन लेखियो अरे? ए माइनस बी, ए माइनस सी, बी माइनस सी, यो तीनवटा लेखियो। अब यसमा ख्याल गरौँ। यो ए त पहिल्यै छ। अब यसको तलपट्टि हेरौँ त। ए माइनस बी छ, ए माइनस सी छ, नभएको कुन हो? बी माइनस सी हो। त्यसले मल्टिप्लाई गरियो। अब माइनसको माइनस नै भयो, बीको बी नै भयो। यसमा ए माइनस बी छ, बी माइनस सी पनि छ, नभएको कुन हो? ए माइनस सी, ए माइनस सीले मल्टिप्लाई गरियो। यो सीको सी नै छ, बी माइनस सी पनि छ, ए माइनस सी पनि छ, नभएको कुन हो? ए माइनस बी भनेपछि माथि मल्टिप्लाई गरियो। ए इन्टु बी एबी, माइनसको माइनस, ए इन्टु सी एसी, माइनसको माइनस, ए इन्टु बी एबी, माइनस इन्टु माइनस प्लस हो। यहाँ ख्याल गर्नुपर्छ है। माइनस इन्टु माइनस प्लस, बी इन्टु सी बिसी, प्लसको प्लस, ए इन्टु सी एसी, प्लस इन्टु माइनस माइनस, बी इन्टु सी गर्दा बिसी हो। यो भइसकेपछि अब तलको त जस्ताको तस्तै। अब यहाँ माथि हेरौँ है त। यो प्लसमा छ, यो माइनसमा छ, काटियो। यो माइनसमा छ, यो प्लसमा छ, त्यो पनि काटियो। यो माइनसमा छ, यो पनि प्लसमा छ, यो भने सबै काटियो। सबै काटियो भने के हुन्छ? माथिको सबै काटियो भने 0 हो। यो क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ, ख्याल गर्नु होला यो क्वेसनलाई अलिकति। ल अब यसको क्वेसन नम्बर ड। अब यसमा फेरि के छ? कमन केही छैन, तर यसमा फर्मुलामा जान्छ। के फर्मुला जान्छ? हो यो ए स्क्वायर माइनस बी हो। यसलाई वाइ माइनस जेडलाई जो बी मान्ने भने के हुन्छ? ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा जस्तो जान्छ। ए स्क्वायर प्लस बी स्क्वायर भने के हो? ए प्लस बी एक्स हो। यहाँ चाहिँ एउटा ख्याल गर्नुपर्छ है। एकदमै ख्याल गर्नुपर्ने ठाउँ यहाँ छ। हो यसलाई यतापट्टि हामीले अलिक नर्मली गरौँ। के भयो? एक्स स्क्वायर माइनस वाइ माइनस जेडको स्क्वायर। यसलाई यतिलाई ए मान्ने हो, यसलाई यतिलाई बी मान्ने हो भनेपछि ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला के हो? ए प्लस बी, ए माइनस बी हो। यसलाई एक्स प्लस वाइ माइनस जेड। यो प्लसमा त जस्ताको तस्तै हुन्छ, तर माइनसमा के हुन्छ त? एक्स हुने भयो, माइनस हुने भयो, वाइ माइनस जेड हो नि यो। हो यो है। यो एक्स यो हो भने एक्सले एक्स नै हुने भयो, माइनस इन्टु वाइ माइनस वाइ हुने भयो, माइनस इन्टु माइनस प्लस जेड हो। यो हामीले डाइरेक्ट नर्मल लेख्दा के लेख्छौँ? एक्स प्लस वाइ माइनस जेड अनि एक्स माइनस वाइ माइनस जेड हो। यो लेख्थ्यौँ, यो होइन है। यहाँ चाहिँ झुक्किन भएन। कसरी आएको अरे? यो खास हो भनेपछि एक्स
ए माइनस बी बनाइयो, बी गर्दाखेरि यसले मल्टिप्लाई गर्दा माइनस भयो, माइनस इन्टु माइनस प्लस भयो। हो यहाँ ख्याल गर्नुपर्छ है यो कसरी आयो भन्ने। अब यसमा यो आइसके पछाडि अब यसमा पनि त्यही हो, त्यही फर्मुला आउँदाखेरि जेड एउटा के अरे एक्स एउटामा के भयो प्लसमा भयो, यसमा पनि त्यही हो यहाँ वाइ प्लसमा भयो। अब यो भइसके पछाडि अब यसमा फेरि के लेख्ने एक्स प्लस वाइ माइनस जेड। हो यो रहेछ एउटा, यहाँ माइनस जेड भएको एउटा रहेछ, यहाँ माइनस जेड भएको एउटा रहेछ भनेपछि एउटा लेखियो। अनि यहाँ माइनस वाइ भएको एउटा छ, अर्को माइनस वाइ भएको यहाँ छ, यो र यो सेम छ यो लेखियो। अनि रको बाँकी त यो र यो सेम छ यो लेखियो। ऐ जस्तै हो यहाँ यो दुईटाबाट हामीले जसरी लिएको थियौँ त्यसै गरी यसमा पनि के भयो उस्तै छ, यो र यो उस्तै छ, यो र यो उस्तै छ, यो र यो उस्तै छ, त्यही भएर 3टा लेखियो। अब यसको तलपट्टि हेरौँ एक्स प्लस वाइ माइनस जेड, यो पनि छ नभएको कुन हो यसले माथि मल्टिप्लाई गरियो। एकदम स्लोली गर्ने, ख्याल गरेर गर्ने, यसलाई यसले मल्टिप्लाई गरियो। अब प्लस जेड यो जस्ताको तस्तै छ, यसमा फेरि कुन छैन, यसमा माथिल्लोमा फेरि यो माइनस एक्सवाला पनि छ, माइनस जेडवाला पनि छ, नभएको कुन माइनस वाइवाला हो, यो माइनस वाइवाला मल्टिप्लाई गरियो। यसमा फेरि के छ माइनस वाइवाला पनि छ, माइनस एक्सवाला पनि छ, तर माइनस जेडवाला छैन त्यसले मल्टिप्लाई गरियो। अब यो नर्मली यो मल्टिप्लाई गर्दै जाँदाखेरि यो खोल्दाखेरि यो सट्ट यसरी आउँछ है त। यो चाहिँ अब थाहा हुनुपर्छ, वाइले वाइलाई गर्दा वाइ स्क्वायर, वाइले जेडलाई पालो गर्ने, यसले गर्दाखेरि यति आउँछ, यसले गर्दा यति आउँछ, अनि यसले गर्दा यति आउँछ। यो गरिसकेपछि माथिको सब काटिन्छ। अहिले यो मैले यहाँ देखाएको छु, यो नर्मली गर्ने हो भने प्लस माइनस प्लस माइनस प्लस माइनस हुन्छ, सबै काटिन्छ। सबै काटियो भने के रहन्छ, अहिले जस्तै यहाँ सबै काटियो भने के रहथ्यो 0 रहथ्यो, यसमा पनि सबै काटियो भने 0 हुन्छ। ल अब यसै गरी नेक्स्ट क्वेसन ड नम्बरको। ल अब फेरि अघि त हामीले तल मात्रै फर्मुला लगाएको थियौँ, अब अहिले के छ ए स्क्वायर माइनस बी स्क्वायर, यो माथिल्लो पनि फर्मुला तल्लो पनि फर्मुलामा जान्छ। तल मात्रै फर्मुलामा गएको थियो, अहिले दुइटै फर्मुला जान्छ है त। अब यसमा पनि भने जस्तै ए प्लस बी, यो प्लसवाला राख्दा त केही हुन्न, तर माइनसवाला राख्दाखेरि चाहिँ पछिल्लो के हुन्छ साइन चेन्ज हुन्छ है, यो पछिल्लोवाला। यो ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला लगाइयो, यो पनि त्यही लगाइयो, यो पनि त्यही लगाइयो। अब तलपट्टि फेरि के हुन्छ, यसलाई ए भइसकेपछि ए स्क्वायर माइनस बी स्क्वायर, ए प्लस बी ए माइनस बी, यहाँ उस्तै भइसक्यो। अनि यो स्क्वायर भएपछि यो ए प्लस बी ए माइनस बी जस्तै हामी फर्मुला लगाइयो। हो यसमा पनि ए प्लस बी प्लस एक्स ए प्लस बी माइनस एक्स भनेपछि अब यहाँ के हुन्छ त माइनस ए भएको उस्तै छ काटियो। अनि यसमा माइनस बी भएको उस्तै छ, दुईवटा काटियो। माइनस एक्स भएको चाहिँ 3टा काटियो। अब रह्यो बाँकी के रह्यो त, रहेको लेखाम है त, एक्स प्लस ए माइनस बी रह्यो, तलपट्टि ए प्लस बी प्लस एक्स रह्यो, माथि के रह्यो ए माइनस एक्स प्लस बी रह्यो, तलपट्टि ए प्लस बी प्लस एक्स रह्यो, यसमा बी प्लस एक्स माइनस ए रह्यो, यसमा ए प्लस बी प्लस एक्स भयो। अब ख्याल गरौँ है, अब के छ तल एलसिएम लिँदाखेरि ए प्लस बी प्लस एक्स ए प्लस बी प्लस एक्स ए प्लस बी प्लस एक्स एउटा लेखियो। माथिलाई त जस्ताको जस्तै लेखिदिउँ ए प्लस बी माइनस बी प्लस ए माइनस एक्स प्लस बी प्लस एक्स माइनस ए। अब यहाँ हेरौँ, अब यहाँ एक्ससँग एउटा एक्स काटियो, यो माइनस बीसँग बी काटियो, एसँग माइनस ए काटियो। अब के रह्यो त ए रह्यो, यहाँको बी रह्यो, यो एक्स रह्यो। अब तलको र माथिको के छ सेम छ, काटिन्छ 1। अहिले भने जस्तै यसरी सबै काटियो भने 0 हुन्छ, तर तल र माथि काटियो भने 1 हुन्छ। यो त हामीलाई थाहा भएकै कुरा भइसक्यो। र यसै गरी क्वेसन नम्बर त। अब यो क्वेसन गरिसके पछाडि अब यो क्वेसन गर्दाखेरि ल अब यस्तो टाइप क्वेसन आयो है त। यस्तो टाइप क्वेसनहरू गर्दा मल्टिप्लाई गर्दा अब यसलाई साइडमा गरौँ, हामीले डाइरेक्ट गरे पनि हुन्छ। पी स्क्वायर प्लस 7p प्लस 12 हो, यसलाई मल्टिप्लाई गर्दा 12 प्लस गर्दा 7 हो, यो सम्झिनु पर्यो। मल्टिप्लाई गर्दा 12 प्लस गर्दा 7 भनेपछि के हुन्छ पी स्क्वायर 4 प्लस 3p प्लस 12, 4 3 जा 12, 4 मा 3 जोड्दा 7, पी स्क्वायर प्लस 4p प्लस 3p प्लस 12। यी दुईवटा कमन के आउँछ p कमन आउँछ, p प्लस 4 रह्यो। अनि यसमा यी दुईवटा के कमन आउँछ 3 कमन आउँछ, p प्लस 4 रह्यो। अब यी दुईवटा के भयो p प्लस 4 p प्लस 3 हो, यसरी आएको है त। हामीले यसलाई छुट्टै पेजमा रफमा निकालेर डाइरेक्ट यसलाई यहाँ लगाएर राखिदिने, p प्लस 4 आयो p प्लस 3 आयो
हो। यस्तै गरी यो पी स्क्वायर प्लस 5p प्लस 6 गर्दा पनि त्यही आउँछ। मल्टिप्लाई गर्दा 6 प्लस गर्दा 5 के हुन्छ त 3 प्लस 2, 3 मा 2 जोड्दा 5, 3 इन्टु 2 गर्दा 6 हो। यो भएको है त। यसमा त अब नर्मली आउँछ 3p प्लस 2p प्लस 6, यी दुईवटा कमन p आयो, p प्लस 3 रह्यो, यी दुईवटाबाट 2 को आयो कमन, p प्लस 3 रह्यो भनेपछि p प्लस 3 p प्लस 2 हो। यसरी हामीले यो निकाल्दै राख्दै गरेको। यसमा फेरि मल्टिप्लाई गर्दा 8 प्लस गर्दा 6, 4 2 जा 8 हुन्छ, 4 मा 2 जोड्दा 6 हुन्छ हो। यसरी निकालेको है हामीले। यो यतापट्टि रफमा निकाल्ने अनि यसमा लगाएर भ्यालु पुट गर्ने। यो पुट गरिसकेपछि छोटो हुन्छ, हामीलाई सजिलो पनि हुन्छ। ल अब यसबाट तल हेरौँ p प्लस 4 एउटा p प्लस 4 लेखियो, p प्लस 3 एउटा p प्लस 3 लेखियो, p प्लस 2 एउटा p प्लस 2 लेखियो। अब यसको तल हेर्दाखेरि यसको तलमा नभएको कुन हो p प्लस 2, यसलाई p प्लस 2 ले मल्टिप्लाई गरियो। यसको p प्लस 3 छ, p प्लस 2 छ, नभएको p प्लस 4 हो, यसले p प्लस 4 ले मल्टिप्लाई गरियो। यसमा p प्लस 4 छ, p प्लस 2 छ, नभएको p प्लस 3 ले मल्टिप्लाई गरियो। अब यो मल्टिप्लाई गर्दा आउँछ p इन्टु 1 p प्लस को प्लस 2 1 जा 2, 2 इन्टु p 2p प्लस प्लस इन्टु प्लस, प्लस नै हुनुभयो 4 2 जा 8 माइनस 3 इन्टु p 3p प्लस इन्टु माइनस, माइनस 3 3 जा 9। अब यहाँ के हुन्छ त, अब यहाँ यो 3p 2p मा p जोड्दा 3p, 3p मा यता माइनस 3p छ, यो म डाइरेक्ट काटिदिइसकेको हो। यहाँ बुझ्नु होला कस्तो भइसक्यो भन्दाखेरि त्यहाँ p प्लस 2p माइनस 3p भयो। p मा 2p जोड्दा कति भयो 3p भयो, पहिला 3p थियो, यो र यो काटियो, यो यसरी काटिएको, यो काटियो। अनि यहाँ 2 मा 8 जोड्दा 10 भयो, 10 मा 9 गर्दा 1 भयो। के भएछ 10 मा ए प्लस प्लस वाला जोड्न पर्यो, 8 मा 2 जोड्दा 10, 10 मा 9 गर्दा 1, यो यसरी आएको। ल यसै गरी नेक्स्ट क्वेसन त पछि थ। अब यो त हामीलाई त्यसै थाहा भएको कुरो हो। जस्तै अब यसमा फेरि एउटा कुरा के भइसक्यो भन्दा, अब यो क्वेसन अलिकति फरक टाइपको छ। जस्तै x स्क्वायर प्लस 3x प्लस 9 रहेछ। ल मल्टिप्लाई गर्दा 9 प्लस गर्दा 3 बन्ला र, यो बन्दैन है त। यो के हुन्छ मल्टिप्लाई गर्दा 9 प्लस गर्दा 3, यो बन्दैन। जस्तै यहाँ मल्टिप्लाई गर्दा 6 प्लस गर्दा 5 बनेको थियो, त्यस्तै गरी अब 9 भनेको त 9 इन्टु 1 गर्दा पनि भएन, 3 इन्टु 3 गर्दा पनि भएन हो। यो नभइसके पछाडि यसलाई के गर्ने त हो, यसलाई हेर्ने एउटा यहाँ चाहिँ प्लसमा छ, एउटा चाहिँ के छ माइनसमा छ। त्यही भएर के गर्ने सुरुमा हामीले पछाडिको टर्म्स नहेर्ने, अगाडिको टर्म्सलाई के गर्ने क्रस मल्टिप्लाई। जस्तै हामीले अस्ति नै गर्थ्यौँ a अपन b प्लस c अपन d भयो भने के गरिन्थ्यो, यसले यता मल्टिप्लाई, यसले यता मल्टिप्लाई गरिन्थ्यो, त्यसै गरी यसले यता मल्टिप्लाई, यसले यता मल्टिप्लाई। यो गरिसके पछाडि अब यहाँ यो के भन्दाखेरि फर्मुलामा जान्छ है त। कुन फर्मुला जान्छ भन्दाखेरि अब x प्लस 3 x स्क्वायर माइनस 3x प्लस 9 रह्यो नि, यो भनेको x प्लस 3, यसलाई a प्लस b जस्तै मानौँ, यसलाई x स्क्वायर माइनस 3x प्लस यो 9 भनेको त 3 को स्क्वायर हो नि हो। यो भएपछि a स्क्वायर माइनस ab प्लस b स्क्वायर हो। यो त फर्मुला हो नि हामीले जानेको, यो के को फर्मुला हो a क्यूब प्लस b क्यूब को फर्मुला हो। यो फर्मुलामा लगेको है। यहाँ चाहिँ यो यहाँबाट यहाँ डाइरेक्ट के आयो भन्दाखेरि यो फर्मुलामा गएको हो। फर्मुलामा गइसकेपछि के भयो a क्यूब प्लस b क्यूब। अब यसमा फेरि के भयो a क्यूब माइनस b क्यूब, जस्तै x को क्यूब माइनस 3 को क्यूब हो। यहाँ यो फर्मुला हो है, यहाँ डाइरेक्ट आएको कसरी रहेछ फर्मुलाबाट। यो प्लसमा छ, यो माइनसमा छ, काटियो, x क्यूब जोड्दा 2x क्यूब भयो। अब यो र यो हो। यहाँ अब यो कसरी भयो भन्ने हुन्छ।